चिप्ले भेन्डी र आलु यसरी फ्राई गरेर खानुभयो भने न त चिपचिप हुन्छ, एकदम मिठो पनि हुन्छ। फर्स्टमा चाहिँ मैले आफूलाई चाहिने जति चिप्ले भेन्डी लिएँ अनि यसमा मिसाउनको लागि मैले आलुको बोक्रा पनि मजाले तासेँ अनि चिप्ले भेन्डी चाहिँ आफूलाई कत्रो साइज मनपर्छ त्यत्रै साइज बनाएर काटेँ अनि आलुलाई पनि मलाई कत्रो साइज मनपर्छ त्यत्रै साइज बनाएर काटेर रेडी गरेँ। अनि मैले यता कराई बसाएर तेल तताएँ। तेल तातिसके पछाडि चाहिँ अघि काटेर रेडी गरेको चिप्ले भेन्डीलाई त्यही राखेर एकछिन मजाले फ्राई गरिदिनुहोस्। एकछिन मजाले फ्राई गर्नुभयो भने चाहिँ यसको चिप्लो पनि आफै हराउँदै जान्छ। अनि यत्तिको फ्राई भइसकेपछि आलुलाई पनि त्यही राखिदिनुहोस्। चिप्ले भेन्डी र आलु मजाले मिक्स हुने गरेर चलाउनुहोस् अनि थोरै बेसार राखेर पनि मजाले चलाइदिनुहोस्। अनि मैले एकैछिन चलाइसके पछाडि एकैछिनमा मसला, नुन अनि रेड चिल्ली पाउडर राखेर मजाले मिक्स गरिदिएँ। अनि थोरै लसुन अदुवाको पेस्ट राखेँ। लसुन अदुवाको पेस्टले स्मेल पनि मिठो दिन्छ अनि खाँदा पनि मिठो हुन्छ। यत्तिको भइसके पछाडि फ्राई भयो, मिठो पनि भयो।